के सोच्नु भएको थियो? बिहेको पहिलो रातमा एउटा केटी मान्छेले के सोचे? म बेहुलीको लुगामा तिमीलाई कुरिरहेको हुन्छु, तिमी बेहुलाको लुगामा बिस्तारै आउँछौ, आएर मेरो नजिक बसेर मेरो टाउकोमा लगाएको घुम्टो मायाले उठाउँछौ, म तिमीलाई दुध पियाउँछु, अनि तिमी मेरो हात समाएर भविष्यको बारेमा मिठा मिठा कुरा गर्छौ, अनि म मेरो टाउको तिम्रो कुममा राखेर तिम्रो कुराहरू सुनिराख्छु। यो सब कुरा त पछि पनि गर्न मिलिहाल्छ नि। बिहेको पहिलो रात जस्तो अरू रात हुन्छ? बिहेको पहिलो रात सबैको लागि कति स्पेसल हुन्छ। तर तिमीले त हाम्रो बिहेको पहिलो रातै खराब बनाइदियो। सरी, सानैमा गोठमा हुर्केको मान्छे हो म। घर परिवार र व्यवहारको बारेमा धेरै कुरा थाहा छैन। हिजो पनि किन तपाईँको नजिकसम्म पर्ने आँट आएन। कतिखेर त्यो रात कटला जस्तो भइरह्यो। मनमा एकदमै धेरै लाज र डर लागिरहेको थियो। के गर्नु, साह्रै अबुझ र लाटो छु। केही कुरा पनि आउँदैन मलाई। एक नम्बरको बेवकुफ हुँ म। मैले तपाईँको मन दुखाएँ। मैले गर्दा तपाईँले सोच्नु भएको सबै कुरा व्यर्थ भयो। अब चाहिँ साँच्ची अलि बाठो र नलजाउने हुने कोसिस गर्छु। हिजोको लागि माफ गरिदिन मिल्छ? तिमी त मेरो जीवन साथी हो। सुख दुःख जे जस्तो आइपरे पनि तिमीसँगै भोग्न तयार छु भनेर तिमीसँग बिहे गरेको। त्यसैले तिम्रो हरेक गल्तीहरूलाई माफी दिँदै, कमी कमजोरीलाई सच्याउँदै, हातमा हात समातेर सधैँभरि तिमीलाई साथ दिँदै अघि बढ्नेछ।